सब याद राखिने छ भनेर निधारमा कालो मार्करले लेखेर हिजो प्रोटेस्टको नाममा गाई जात्रा देखाउन जानुभएको रहेछ होइन। जब तपाईँका बा प्रधानमन्त्री हुनुहुन्थ्यो त्यस बेलाको समयमा बाढी आयो, पहिरो आयो, मानिसहरूको घर घरमा खोला छिर्यो है। ठाउँ त्यही नै हो, मानिस ती नै हुन् होइन। टहरा बनाएर बसेका मानिसहरू, त्यहाँ सार्वजनिक जग्गामा चाहिँ ओगटेर बसेका मानिसहरू, तिनीहरूका घर घरभित्र चाहिँ पानी छिरे। त्यस बेलाको समयमा चाहिँ तपाईँले चाहिँ प्रश्न गर्नु भएन होला केपी बालाई, के गर्नुभयो? बा हाम्रा मानिसहरू चाहिँ यसरी चाहिँ छटपट्टिमा बसिरहेका छन्, पीडित भएका छन्, हामी के गरौँ, तपाईँसँग के भिजन छ, के प्लान छ, के योजना छ भनेर सोध्नुभयो जस्तो त मलाई लागेन होइन। तपाईँका बा त अमेरिकामा गएको थिए, पछि आएर चाहिँ पत्रकारहरूले सोद्धाखेरि कुन बेलाको समयमा बाढी आउँछ, कहाँ पहिरो आउँछ, त्यो हामीलाई कसरी ठ्याक्कै थाहा हुन्छ, त्यो त आइसके पछाडि थाहा हुने कुरा हो नि भनेर यस्तो गैर जिम्मेवारीपूर्वक उहाँले त आफ्नो उत्तर दिनुभयो। त्यस बेलाको समयमा तपाईँहरूले औलाउनु भयो कि भएन आफ्नो बालाई? जबसम्म अरूले पनि गरेको राम्रो कामको एप्रिसिएसन गर्न सकिँदैन नि, तबसम्म तपाईँहरू जस्ता मानिसहरू अति नै धेरै ब्रेन वास्ड, अति नै धेरै यो भेडो प्रकारको चाहिँ प्रवृत्ति चाहिँ तपाईँहरूसँग छ भन्ने कुरा चाहिँ एकदमै चाहिँ पुष्टि हुन्छ। र फेक सिम्पेथी लिएर कसैको घरमा पनि नजानु होला। तपाईँहरू त्यहाँ कसैको लागि दुःख मनाउन, तपाईँ चाहिँ त्यहाँ दुःख प्रकट गर्न जानुभएको होइन कि तपाईँहरू चाहिँ यो सरकारले गरेको काममा हामी चाहिँ बाधा पुर्याउँछौँ भनेर मात्र जानुभएको हो। त्यो सबैजनालाई थाहा छ, त्यहाँ गएर बेसी नाटक देखाइराख्नु पर्दैन।